गर्नुपर्छ, कसरी पूजा गर्नुपर्छ, त्यहाँदेखि लिएर जोस अनि खर्सा खोदियो ल्याउ सजिलोदेखि लिएर गम्भीरसम्म बनाएको छ। अब हजुरहरूले यो चाहिँ पढ्नुहोस्। अब पढ्यो भने अनि बुद्ध धर्मलाई आस्था राम्रो हुन्छ। त्यसो कारणले म यो भन्न चाहन्छु। अब त्यो सँगै अनि बुद्ध धर्मलाई पढिसकेर थाहा हुन्छ, थाहा भएर चाहिँ अभ्यास गर्नुहोस्। खर्सा ध्यान गर्नुहोस्, त्यो भयो है। त्यो सँगै हाम्रो समाजको भित्र पैसा भएको हुन्छ, कोहीहरूले पैसा छैन दिमाग भएको हुन्छ, ज्ञान भएको हुन्छ, कोहीहरूले फेरि त्यस्तो नभएर पनि पावर म खर्सा पोम्बो मन्त्री यसो पनि हुनसक्छ। अब पैसा भएको मान्छेले धर्म साम्राज्य गर्नलाई पैसा चाहिँ तपाईँहरूले दान गर्नुहोस्। दिमाग भएकोहरूले दिमाग लगाउनुहोस्। पावर भएको मान्छेले आफ्नो पावर चाहिँ युज गर्नुहोस् है। त्यस्तो गऱ्यो भनेदेखि हाम्रो धर्म चाहिँ त्यो हुन्छ। त्यो चाहिँ हामी समाजहरूले पहिला सर्वप्रथम पहिला अभ्यास लाग्ने हो यो गर्नुहोस्। पछि बिस्तारै मेमे दिदी आमा बच्चाहरूदेखि लिएर सबैले धर्मलाई आस्था सदा राम्रो भयो भने अनि हामी बिस्तारै कोला या हाम्रो काठमाडौँतिर बुद्ध धर्मकै बुद्धिस्टको स्कुल बनायो। त्यसको पछि बुद्धिस्ट इन्स्टिट्युट बनायो। त्यसको पछि बुद्धिस्टको युनिभर्सिटी बनायो। त्यस्तो भयो भनेदेखि पहिला नालेन्ड बनाएर बुद्ध धर्मले संरक्षण गर्नु सक्ने दोस्तो हामीले भने बुद्ध धर्म संरक्षण गर्नु सक्छ। त्यो पनि युरिम्बो भर्दो त्यहाँदेखि गरेछ। धेरै समयसम्म बुद्ध धर्मलाई संरक्षण गर्नु सक्छ। त्यस्तो नगर्यो भनेदेखि पूजा मात्रमा गयो भनेदेखि एक दिन बुद्ध धर्म नष्ट हुन्छ। यो चाहिँ म भन्न चाहन्छु। अब लास्टमा अब हजुरहरू सबैले समय दिएर अनि समय मात्रै नभएर यता आएर चिसोमा बसेर फेरि टाइम पनि 3 घन्टा जस्तो बसेर अनि राम्रो गरेर सुनेर त्यस्तो धेरै राम्रो हजुरहरूले गर्यो। त्यसो कारणले तपाईँहरू सबैले मनदेखि नै थ्याङ्क यू थुजिछे भन्न चाहन्छु। अनि कर्मचारीहरूलाई पनि थुजिछे भन्न चाहन्छु। अहिले हाम्रो यो बुद्ध जयन्ती समाजको अध्यक्षलाई पनि समाजलाई पनि अनि यहाँ छुटिमलाई पनि सबैलाई अनि थ्याङ्क यू भनेर भन्न चाहन्छु। अब आजको धर्मदेशना यतिकै धर्म प्रवचन यतिकै राखौँ। फेरि हजुरहरूले केही क्वेसन छ? क्वेसन प्रश्न ठेवा छ, प्रश्न छ, क्वेसन छ भनेदेखि डाइरेक्ट भन्नुहोस्।